गाईबस्तुको गोबर सोरी फाल्ने गरी आउनु, माटोको घर पोतो लगाई टाल्ने गरी आउनु। गाईबस्तुको गोबर सोरी फाल्ने गरी आउनु, माटोको घर पोतो लगाई टाल्ने गरी आउनु। आफू त उरन ठेउलो न परे बराल लिँदै हिँड्छु, आफू त उरन ठेउलो न परे बराल लिँदै हिँड्छु। सकेसम्म मलाई पनि पाल्ने गरी आउनु। धेरै धेरै धन्यवाद बहिनीसा पौडेलज्यूलाई यो निकै सुन्दर प्रस्तुतिको लागि। चलचित्र ह्यारी की प्यारी माघ 20 गतेबाट नेपाल प्रदर्शनको तयारीमा रहेको छ र यो प्रचारका लागि यति बेला इटहरीमा चलचित्रका कलाकारहरूको उपस्थिति रहेको छ र मैले फेरि पनि हार्दिक स्वागत अनि सँगसँगै सम्झिरहेको रहे चलचित्रका कार्यकारी निर्माता तथा लेखक आदरणीय दाई सुबिन बराल हामी माझमा हुनुहुन्छ। उहाँलाई पनि हामी केही समय पछाडि पक्कै पनि यहाँहरूको माझमा प्रस्तुति लिएर आउनुहुनेछ। सँगसँगै प्रोडक्सन टिमबाट आदरणीय दाई सुमन गिरी भान्जा हुनुहुन्छ। पर बारदरीबाट यस्तो हेरिराख्नु भएको छ दाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी हामी माझमा इभेन्ट कोअर्डिनेटर टिमबाट विनेश थापा सँगसँगै नयराजन नेपाल पनि हुनुहुन्छ। हामी उहाँलाई पनि धेरै धेरै सम्झिन चाहन्छौँ। यसै गरी यो स्थान उपलब्ध गराइदिनु भएकोमा खगेन्द्र थापा मगरज्यूलाई पनि हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। उहाँले यो स्थान उपलब्ध गराइदिनु भएको छ र हामीले यो कार्यक्रम गर्न पाएका छौँ। त्यसैले गर्दाखेरि उहाँलाई पनि हामी हृदयदेखि हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। सँगसँगै यो प्रचारका लागि सँगसँगै चलचित्रहरूको प्रचारमा चलचित्र पत्रकार सङ्घ सुनसरी सधैँभरि यही रहेको छ र हामी चलचित्र पत्रकार सङ्घ सुनसरीमा रहेर हामीले विभिन्न चलचित्रहरूको प्रचारमा सहयोग गरिराखेका छौँ र यसलाई पनि हामीले प्रचारका लागि विशेष हामी सुनसरी चलचित्र पत्रकार सङ्घ सुनसरीलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छौँ। सँगसँगै पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन जसले इटहरीमा रहेर एउटा फिल्म स्कुल स्थापना गरी फिल्म पढाएर हामीलाई इटहरीमै यो व्यवस्था गर्नुभएको छ आदरणीय रोनिस राउत सर, उहाँलाई पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। भर्खरैबाट फिल्मको लागि +2 सुरु भएको छ र उहाँले फिल्म पढ्नको लागि फिल्मको कोर्स गराउनको लागि +2 यदि यहाँहरू पढ्न चाहनुहुन्छ भनेदेखि इटहरीमै त्यसको व्यवस्थापन रहेको छ। यसको लागि पनि जानकारी गराउँदै अब फेरि पनि अर्को प्रस्तुतिको लागि नेपाल आइडलका चर्चित गायक सुबिन सिंहलाई हामी स्टेजमा आमन्त्रण गर्छौँ। एकपटक जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु। सपनाको सानो सहर आउ जाउन मनको खोला सँगै तरेर भरेर इन्द्रेणी रङ्ग उडाउन हामी बादलसँग नमस्ते, म सुबिन सिंह। सन्चै हुनुहुन्छ इटारी? आज हामी हजुरहरू समक्ष हाम्रो नयाँ मुभी ह्यारीको प्यारी टिम लिएर आएका छौँ। यो मुभी हाम्रो यही माघ 20 गते हजुरहरूको नजिकैको सिनेमा घरमा आउनेछ। आशा छ हजुरहरू सबै गएर हेर्नुहुन्छ होइन त? अलि सुन्दैन, हेर्नुहुन्छ होइन त? ल हजुरहरूको लागि केही थोरै प्रस्तुतिहरू लिएर आएको छु। आशा छ मनपर्छ भनेर एकदम हजुरहरूले सुने केही नम्बरहरू लिएर आएको छु। मलाई सँगै साथ दिनुहोस् है त। पहिलो हाम्रो आदरणीय अर्जुन के अरे हाम्रो नेपथ्यको दाजुहरूको यो गीत जोगले हुन्छ भेट स्वीकार्नुहोस्। हरे जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना।
सम्झना अरे सबैजना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना 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 रमाइलो सिपालुलाई कलममा सिंहखण्डीलाई घर तपाईँ हामी भेट भयो तपाईँ हामी भेट भयो जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना अरे जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना 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 जाने सिमली भुवा उभै जाने खोला उभै जाने सिमली भुवा उभै जाने खोला जमराजाले क्षमा राखे जमराजाले क्षमा राखे जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना अरे नाचे पुगेन जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना 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 रमाइलो भयो अझै नाचेको त कोही पनि देखिन ऊ त्यहाँ पर बस्नु भएको छ दाजुहरू पनि यतातिर पनि खै अलि उफ्रेको जस्तो त कोही पनि लागेन तर पनि रमाउनु चाहिँ भाइ खुसी लाग्यो अर्को एउटा यस्तै नम्बर हाम्रो शिवदाईको क्या दामी भयो अरू त कोही नाचेकै देखिन
सोझै मन कसुर दबा याद मानी आउने धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि त्यसपछि चाहिँ हजुरहरू अनि सो पनि हुन्छ तर म अहिले जाँदिनँ एक दुईवटा गीत चाहिँ गाएर जान्छु हुन्छ ल अब चाहिँ Be
सपना केसरी यो जाँदैन हेर पेसरी फुलेको बाटोमा फुलाने हस लाग्छ म तिम्रै बोलाने औला त छुने नि मायालाई कसरी कस्तो लाग्यो तपाईँ अब नेपाल आइडलमा
अब भाइ सम्झेगा सबै तिमी भुल्दिन भुल्ने हो तुलसी आँगनमा तुलसी आँगनमा जीवनभरि छातीमा राखी मायाले छोड्ला जीवनभरि छातीमा राखी मायाले छोड्ला त्यो मनमा नौठी राती भुल्दिन भुल्ने हो के जस्तो त्यस्तै छु छैन परिवर्तन तिम्रो यादै नआउने आदत बनाउनलाई एक्लै हाँस्ने प्रयासमा छु होइन परिवर्तन होइन बाबा ओके अब भने यति बेला आदरणीय दाइ जितु नेपाल यहाँ आइसक्नु भएको छ सँगसँगै सम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि हामी यहाँ स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ भने आदरणीय दाइ मैले यति बेला आदरणीय दाइ जितु नेपाललाई हस्तान्तरण गर्छु भने जस्तै अब तपाईहरु सबैलाई स्वागत छ एकदम मौसम पनि तातो तातो हुँदै गइरहेको छ सिनेमामा पनि तातो तातो होला जस्तो छ किनभने ह्यारीको प्यारी आउँदैछ अब सुरुमा ह्यारी होइन प्यारी मलाई थाहा छ तपाईहरुले कति प्रतीक्षा गर्नु भएको छ आज इतरी हल्लिनेवाला छ हिरोको नायिका हिरोइन हुनुभयो साम्राज्ञीजी अब मेरो हिरोइन हुनुभयो ग्ल्यामरस हट राम्री ब्युटिफुल इङ्ग्लिसमा बोल्नु साम्राज्ञीजीसँग अभिनय गर्न पाउँदा म त मुन्द्रेरी हो कि होइन जस्तो भयो र विजय बराल मेरो यो फिल्ममा काका बन्नु भएको छ विजयजी र मेरो यति राम्रो केमिस्ट्री छ र अब चलचित्रको विषयमा र तपाईहरुलाई निम्ता गर्नलाई म माइक हस्तान्तरण गर्न चाहन्छु तर एकचोटि जोरदार ताली बजाउनु पर्यो नायिका अत्यन्तै चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी महिला भने त साम्राज्ञी जस्तो ब्युटिफुल हुनुपर्छ र अब हेर्नुहोस् कबड्डीका बिके यति राम्रो अभिनय गर्नु कहाँबाट सिके भनेर म भन्दिनँ उहाँको म फ्यान थिएँ तर ह्यारीको प्यारीमा काम गरेपछि फ्यान रहेन सिधै एसी भई हेरिहाल्यो चिठी लेखेको
लागेको लाग्ने यसमा भनौँ कविता आँखा तिम्रो होस् आँसु मेरो होस् खुसी तिम्रो होस् धड्कन मेरो होस् तिम्रो र मेरो माया यति गाढा होस् कि जागिर तिम्रो होस् तलब मेरो हामी अहिले देश दौडामा छौँ सिनेमाको लागि बिहा चाहिँ कहिले गर्ने ल तिम्रो अर्कैसँग गरोस् भेट्नु चाहिँ यता आओस् भनेर त्यस्तै हो होइन साइरी त सुनाउनुभयो बिहा चाहिँ कहिले गर्ने तिमीले मेरो भावना बुझेनौ त्यसैले प्यारी आज तिम्रो लागि म आकाशको तारा भएँ यो आकाशको कसम यो बादलको कसम यो धरती नदी सबैको कसम कसम म तिमी बिना मरिहाल्छु उही तिम्रो जगन्ने पागल प्रेमी उही तिम्रो काजी होइन ह्यारी माघ 20 गते हाम्रो सिनेमा आउँदैछ जसले खिचिरहनु भएको छ नि त्यहाँमाथि ह्यारी कि प्यारी भनेर ट्याग गरिदिनु होला हामीलाई हामीलाई कति रमाइलो हुन्छ थ्याङ्क यू सो मच सकिएको ह्यारीको काकाले कहिले बिहा गर्ने हो दिदीले कहिले अब एकदम जोरदार ताली साम्राज्ञीजी र विजयजीको लागि यो फिल्मलाई खिच्नु भएको डिओपी र फिल्मको कार्यकारी निर्माता सुदीपजी हुनुहुन्छ त्यसै गरी यो फिल्मलाई डाक्टर कपिल रिजालज्यूले निर्देशन गर्नुभएको छ कथा पनि उहाँकै हो र यो फिल्ममा हामी लगायत एकदमै चर्चित कलाकार आदरणीय लक्ष्मी गिरी दिदी हुनुहुन्छ सुभाष गजरेल दाई लगायत सबै कलाकार छौँ यो कुराको हजुरहरूलाई जानकारी दिन चाहन्छौँ आज यो सङ्गीत चोकमा सङ्गीत गुन्जियो क्या मजाले होइन हल्का गल्ली परेर बताऊ घरमै पढिसक्यो साम्राज्ञीजी आएपछि त्यसो गर्मी भयो म त अहिले संसार हिँड्दाखेरि ल सबैजनाले फ्ल्यास बाल दिउँदै एकचोटि फुटसालामा हामी बस्यौँ फुटसालाका सबैलाई धेरै धेरै धन्यवाद साह्रै मिठो खाना खायौँ फोटोसोटो खिच्यौँ यो कस्तो राम्रो नाम फुटसाला फुटसाला यो अहिले रेस्टुरेन्टको नामहरू पनि युनिक आउन थालेको छ र यहाँ आमा अघि गर्नुहुन्थ्यो नमस्ते आमा अरे त्यस्तै यो भुँदै मराल त रमाइलो गर्छ फेरिहरू त जानुपर्छ जस्तो त हजुरहरू आयो र नरमाइलो छैन फिल्म रमाइलो छ र एउटा कुरा म हजुरहरूलाई भन्छु अवश्य पनि हलमा जानुहुन्छ फिल्म हेरेपछि राम्रो लाग्यो स्टाटस लेखिदिनुहोस् नराम्रो लाग्यो मुन्द्रे हामी तिनैजनालाई एसएमएस लेखिदिनुहोस् होइन नि बहिनी के छ हराकी त होइन हो ल के भन्नुहुन्छ नाम के पर्यो जेनिसा कोइराला टेनिसा वा पूर्वका कोइरालाको त घर छैन सिधै प्रधानमन्त्री हुन्छ हुनु पनि पर्छ अब छोड्ने होइन ल यता त साम्राज्ञी आन्टीसँगै भेट ल यहाँ आमाले लडिरहनु भएको छ हेर्नुहोस् त अहिलेको जमाना मान्छे नानी कतिको पढ्छ फोरमा अलि सफामा पढ्यो भने त फोरमा भन्नुहुन्छ हजुर ए ऱ्याप पठाउनु तपाईँ हो तपाईँले ल होइन वा भाइले एउटा ऱ्याप बनाएर पठाउनु भएको थियो ह्यारी कि प्यारीको विषयमा ल तपाईँले कस्तो ऱ्याप पठाउनु भएको थियो सुन्नु त साथीहरू नमस्ते म क्यारम बोर्ड खेल्न हिँडेको यहाँ सोच भनेपछि म यत्तिकै आएँ ठिक छ त अनि लाज शरम पनि छैन मलाई म ह्यारी कि प्यारीको छोटो ऱ्याप बनाएर पठाएको थिएँ आज यहीँको क्यामेराले सुट गरेपछि म्युजिक भिडियो बनाउनु परेन आयो 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 कमेडीको पिस मुन्द्रे र साम्राज्ञीको अलि 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 हेर्नुपर्छ किस आजकलका नारी पलायो भन्छन् दारी मात्रै लगाउँछन् लगाउँदैनन् सारी खेतबारी यस्तै यस्तै कथा छ नगर्नु है मिस ह्यारी कि प्यारी नारी हो नारी ह्यारी कि प्यारी खानुपर्छ झारी ह्यारी कि प्यारी तिर्नुपर्छ जारी ह्यारी कि प्यारी पर्दैन नि तारी ह्यारी कि
उहाँले साह्रै राम्रो बनाउनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद पर सर्नु भन्यो खास गरी मुन्ने दाईको म पहिलेदेखि फ्यान मेरो नाम सुपर सुरेश हो अलिअलि यस्तो कमिटी गरिरहन्छु अनि त्यस पछाडि म यति फ्यान छक्का पन्जाबाट उहाँ छुट्टिएपछि उहाँको फिल्म कुनै पनि हालतमा फ्लप हुनु हुँदैन जसरी पनि सक्सेस हुनुपर्छ र प्रत्येक नेपालीको मुखमा हेरेकी प्यारीको यो तिथि मिति माघको बिच साम्राज्ञीलाई किस माघको बिच भव्य हिट हुनेवाला छ अब सालीसँग हाइट मिलाएको छ डाक्टर कपिल रिजाललाई अनुरोध अर्को फिल्ममा सालीको जोडी मलाई बनाइदिनु वाउ सुपर थ्याङ्क यू यार एकदमै धन्यवाद थ्याङ्क यू एकदम हेर क्यारिबोर्ड खेल्ने हिँड्ने यस्तो रमाइलो छ मान्छे थोरै हिँड्ने गरी के हुन्छ र अब माहौल रमाइलो हुँदैछ हामी गीत सङ्गीतमा रमाइलो पनि गर्छौँ हामीसँग सपन राईज्यू हुनुहुन्छ त्यसै गरी हाम्रो बेनिसा पौडेलजी टिपिक्क परेकी 2 जीबीको जस्तो कि मान्छे पनि चक्क खिरीको परेको मिठो बोल्ने होइन ब्युटिफुल गायिका म उहाँको फ्यान पनि थिएँ अब यसै हुन्छु म भन्दै अब यस्तै हो आजभोलि गीत सङ्गीतको कुरा गर्दाखेरि गीत एकातिर गाएको हुन्छ सङ्गीत एकातिर गाएको हुन्छ गीत भिजुअलाइज अर्कै हुन्छ एउटा उदाहरण दिन्छु तपाईँलाई आजभोलि गीत गाला रातै लाजले हो कि तिन पानीले हो कि यो कान्छीको गाला रातै गाला छ नि गालाको कुरा छ नि त तर त्यसको भिडियो हेर्नु भएको छ गाला रातै यो गाला हुन्छ गाला रातै छैन फेरि अहिले गीत लिएको छ नि भन्छ भिजुअलले अर्कै भन्छ नजाऊ हे सानो पदरीमा कस्तो राम्रो छ नि गीत होइन आफ्नै छायाले पनि छल गर्छ भन्छ अदरीमा नजाऊ हे सानो पदरी हो नि त टक्क नजाऊ है सानो पदरी नजाऊ भन्छ पनि नजाऊ है सानो पदरीमा पदरी हो हरेक कुराहरू छन् त्यस कारणले गीत सङ्गीत फिल्म भनेको मनोरञ्जनको लागि हो अब मलाई मुन्द्रे भनेर हजुरहरूले धेरै माया गर्नुभयो मेरो नामै परिवर्तन भयो मुन्द्रे भई अब अहिले ह्यारी भई यति जेलसम्म छक्का पन्जाका सिरिजहरूमा अभिनय गरेँ अरू फिल्ममा अभिनय गरेँ टेलिभिजनमा कार्यक्रम गरेँ टेलिभिजन किन्न पैसा पऱ्यो हेर्दा परेन अहिले अलिकति मुन्द्रेलाई यसो एडिट खर्च गर्नुपर्ने अवस्था आएको छ तर हजुरहरूले गरेको खर्च सही सदुपयोग हुने गरी हामीले काम गरेको यो चाहिँ कन्फर्म छ किनभने झुटो बोल्नु हुँदैन कसैले पनि झुटो बोल्नै हुँदैन हाम्रो चलचित्र क्षेत्रमा के छ भने त्यही कुरा छ सबैको यस्तो मेरो डेन्जर कथा यो कथा सुरुमै डेन्जर कथा भएपछि काममा पनि र यो चाहिँ राम्रो यसलाई कथाले पात्रलाई खोजेको छ पात्रले कथा खोजेको छैन हामीलाई डाइरेक्टर साहबले यस्तो अभिनय गर भनेर गराउनु भएको छ साम्राज्ञीजी त्यसै त राम्रो त्यहाँ माथि सुनिल बरालले हिचेको हेर्नुहोस् यति राम्रो मैले धेरैचोटि डायलग बिर्सेको छु उहाँलाई हेरेर त्यति राम्रो देखिनु भएको छ उहाँले त्यस्तै अभिनय गर्नुभएको छ र साइकलमा राखेर साम्राज्ञीलाई लिएर हिँडेको अब हामी साङ्गीतिक माहौलतिर जाउँ इटरी मलाई साह्रै मनपर्छ पूर्वको इटरी भनेको नेपाली कला संस्कृतिको जगेर्ना गर्ने कलाकारलाई माया गर्ने ठाउँ हो म जब कोसी डाइरेक्ट काट्छु मलाई मामा घर आएको जस्तो लाग्छ अब भान्जो मामा घर आएको छ दक्षिणा चाहिँ हल्लो गर्दै हुन्छ त्यस कारणले यो एउटा परीक्षामा पनि मलाई पास गराउनुहुन्छ हजुरहरूले भन्ने मैले आशा लिएको छु मैले अघि नै भने नराम्रो लाग्यो भने भन्नुहोस् कहिले यस्तो गरेको खासै चित्त बुझेन है केटा भनिदिनुहोस् म त्यो स्वीकार्छु र राम्रो लाग्यो भने अरूलाई भनिदिनुहोस् सबै आमा बुवा दाजुभाइ दिदीबहिनी सबैलाई मेरो प्रणाम नमस्कार अब हामी धरहरातर्फ काठमाडौँमा बल्ल बल्ल ठडिएको धरहरा हल्लिएको छ र धरहरा हल्लाउने काम गर्नुभएको छ लिरिक्स लेख्ने गीतकार वरिष्ठ स्त्री रोग विशेषज्ञ आदरणीय डाक्टर भोला रिजाल हाम्रो फिल्मको निर्देशक उहाँकै सुपुत्र कपिल रिजाल हुनुहुन्छ र उहाँले लेखेको गीत रेखा थापाजी र म विजयजीले नाचेको गीत बल्ल बल्ल ठडिएको धरहरा हल्ल्यो बल्ल बल्ल ठडिएको धरहरा हल्ल्योमा
सपन राईज्यूले गीत गाउनु भएको छ र त्यसमा लेडिज आवाज महिला गायिका चाहिँ हाम्रो को हुनुहुन्थ्यो मिना निरौलाजी हुनुहुन्थ्यो उहाँ चाहिँ बाहिर हुनुहुन्छ नेपाल बाहिर त्यस कारणले त्यो गीतलाई हाम्रो बेनिसाजीले गाउनुहुन्छ बेनिसाले गीत गाएपछि त आज त हल्लिन्छ अब धाराले हल्लिँदैन यसरी हल्लिन्छ जोरदार तालीले स्वागत गरौँ आदरणीय सपन राईज्यू र बेनिसा पौडेललाई र हामी नाच्छौँ यसो थ्याङ्क यू सो मच जनता जान्न चाहन्छ होइन जनता हेर्न चाहन्छ जनतामा बिस बसिरहेका छन् थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच अब यो गीत अघि मैले भनेअनुसार तपाईँहरूलाई सुनाउँदैछु यो गीतको कम्पोजर चाहिँ हाम्रो शेखर सन्तोष है अनि लिरिक्स त भनिहाल्नुभयो हाम्रो डाक्टर भराई च्याउ अनि यसमा मैले गाउने मौका पाएको छु तपाईँहरूले हेर्नु होला ह्यारी प्यारीको सङ्ग्स भनेर त्यहाँ तपाईँ भिजुअल पनि हेर्न सक्नुहुनेछ र आजलाई अब लाइभ हामी पर्फर्मेन्स गर्दैछौँ तपाईँको लागि हुन्छ हजुर ओके entertaining the nation.
आज हेर्नु होला है थ्याङ्क यू सो मच म सपोर्ट कुमार राई थ्याङ्क यू धेरै धेरै धन्यवाद एरिक प्यारीको टिमलाई र फेरि पनि जितु दाइ हामी साम्राज्ञजी र म विजयजी हामी तपाईँहरूको चिनो लिएर जान्छौँ यहाँबाट ल्याउनु ल मोबाइलको लाइट बालिदिन्छ भने झनै राम्रो पर्दैन बल्दैन लाइट गएको छ फेरि गएको छ क्या बस थ्याङ्क यू सानो मान्छेलाई अगाडि ल्याउन दिनु नि हो धेरै धेरै धन्यवाद एरिक प्यारी यो माघ 20 गतेबाट टहरीमा हामी चलचित्रका कार्यकारी निर्माता लेखक तथा कलाकार अदरणीय दाई सुदीप बराल सँगसँगै प्रोडक्सन टिम सुमन गिरी भान्जा दाइलाई पनि धेरै धेरै धन्यवाद अनि सँगसँगै सफलताको कामना यो चलचित्रले सफलता हात पारोस् सँगसँगै इभेन्ट कोअर्डिनेटर टिम विनेश थापा सँगसँगै निरञ्जन दुलाललाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ यसै गरी स्थान उपलब्ध गराइदिनु भएकोमा खगेन्द्र थापा मगरज्यूलाई फेरि पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ यसै गरी चलचित्र पत्रकार सङ्घ सुनसरी टिमलाई पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ यसै गरी पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनलाई पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ सँगसँगै